साथीहरू म चाहिँ हेम्जामा आएको छु राइड गर्ने क्रममा चाहिँ हेम्जामा आइपुगे एकजना भाइलाई चाहिँ ड्रप गर्न। अब म सिधै फेरि पोखरातर्फै फर्किँदैछु। तर यो बाटो चाहिँ दामी बनाएको छ अहिले। यो हेम्जाबाट सिधै गयो भने चाहिँ के भन्छ यो बागलुङ पर्वत सुषमातिर पुग्छ। अब म यो बाटो यता म फर्किँदैछु। यो चाहिँ पोखरातिर जाने हो। यसमा विकास चाहिँ भइराखेको छ हल्का फुल्का। राम्रो छ यहाँको बाटो। म बिस्तारो बिस्तारो ट्र्याक पनि हेर्दै एउटा रिक्वेस्ट चाहिँ आइसकेको छ हेम्जाबाट पर्स्याङ जाने। तर यो लिक छ कि दिँदैन हेरौँ। लियो भने चाहिँ मलाई बेस्ट हुन्थ्यो। लियो है साथी। हजुर कहाँनिर हुनुहुन्छ? म यो भर्याङ छेउमा छु। यो भर्याङ छ त, भर्याङ माथि त्यो गुम्बा भोलाको ग्यारेज। मलाई त्यति यताको थाहा छैन, त्यही भएर मैले भनिदिइहालेँ। म यसलाई चाहिँ अफ गर्छु किनभने यहाँ चाहिँ पर्नु सक्छ। यसलाई तल गयो भने फर्काउँदा हुन्छ। म यहीँबाट फर्काइदिन्छु ल। तपाईँहरू नै हो? पर्स्याङको? यो त माथि पार्किङ बसेको है। ए ल हुन्छ। कति हो? 139। बागलुङ बस पार्क पछाडि त्यति देखाइ जति के हजुर 150 राख्ने भयो। ल पर्स्याङ 150 राख्नु है। ठिक छ भाइ। ल बस्नु त। बेलुका भनेपछि पर्स्याङ पुग्नु परेन होइन बहिनी? पर्स्याङ पुग्नु परेन होइन? बागलुङ बस पार्कबाट भित्र कता यो मेथाङ जाने बाटो कि? ए हजुर हजुर। ए त्यता हो। एकतिरको पुल त बनिनु लागेको रहेछ है। अब यताको कहिले बनिने हो? बन्यो भने त्यही राम्रो हुन्छ नि त होइन? यहाँ अप्ठ्यारो भइरहेछ बाटो यस्तो भएर। सानो भएछ। ढिलै भयो भने बाटो चाहिँ राम्रो बनायो। यहाँ सानो थियो नि त एउटा मात्रै, अनि तल र माथि गराएर चाहिँ राम्रो बनायो। घर चाहिँ कता हो तपाईँको? माथि हो। यहाँ चाहिँ के गर्नुहुन्छ? पढ्नुहुन्छ? ए केमा जब गर्नुहुन्छ? कहाँ? ए ल गर्नुपर्छ। कतै भयो त नि पोखरा बसेको चाहिँ हो र? कुन कलेजमा हो पढ्ने चाहिँ? ए ल्याङ्ग्वेज हो पढ्ने? ए ल ठिक छ ठिक छ। पास भयो भने राम्रो छ।
तल यहाँबाट ल राम्रोसँग जानु ल ओके